युट्युब च्यानल डिलिट हुन्छ साथीहरू, कारण के हो त तपाईहरुलाई थाहा छ? तपाईहरु सधैँ अब हामी युट्युबरहरु जहिले के सोच्छौं भन्दाखेरि युट्युब च्यानल डिलिट हुनुमा धेरै ठुलठुलो कारणहरु भनेर सोच्छौं। तर हामीलाई थाहा छ नि हैन, ठुलो कारणहरु जस्तै अब कम्युनिटी गाइडलाइन लाग्ने अथवा कुनै स्ट्राइकहरु आउने यस्ता गल्तीहरु त हामीलाई थाहा छ र हामी यस्तो गल्तीहरु हतपत गर्दैनौं पनि, किनकि यो गल्तीले गर्दाखेरि युट्युब च्यानल डिलिट हुन्छ भन्ने हामीलाई थाहा छ। तर नि साथीहरु, हामी युट्युबर भइसकेपछि हामीले ठुलठुलो गल्ती मात्रै हैन के सानो गल्ती पनि के हो त? यस्तो सानो सानो गल्तीले गर्दाखेरि च्यानललाई इफेक्ट पर्छ, च्यानल डिलिट हुने, च्यानल फ्रीज हुने हरेक कारणहरु हुन्छ। यस्तो सानो सानो गल्तीलाई हामीले ध्यान दिनुपर्छ है। यस्तो सानो गल्ती के हो त जुन कारणले गर्दाखेरि चाहिँ हाम्रो युट्युब च्यानल डिलिट हुन्छ, डेट हुन्छ? जस्तै अब हामीले यति दुःख गरेर यति च्यानल बनाएको हुन्छौं, यति सब्स्क्राइबरहरु बनाएको हुन्छौं, जुन च्यानल चाहिँ एउटा हाम्रो सानो गल्तीले गर्दाखेरि पछि गएर केही भइहाल्यो भने हामी कस्तो होला? त्यो दिमाग हामीलाई कति धेरै टेन्सन हुन्छ। त्यतिखेर त हामीले सोच्छौं नि हामीले यति ठुलो गल्ती त केही गरेको थिएनौं, तर आज यस्तो कसरी भयो त? यस्तो सानो सानो जुन गल्तीहरु छ युट्युब च्यानल डेट हुनु, युट्युबमा भ्युज नआउनुको कारणहरु आज म तपाईलाई एउटा सानो कारण बताइदिन्छु। जस्ट सानो मात्रै प्रब्लम छ, धेरै ठुलो प्रब्लम पनि हैन यो है। हामीलाई थाहा छ नि, हामी जो कोही हामी युट्युबर छौं, हामी हर युट्युबर छौं नि, हामी युट्युबरहरुको के छ भन्दाखेरि हाम्रो युट्युब च्यानलको साथसाथै युट्युब एप्सको साथसाथै हामीसँग एउटा वाइटी स्टुडियो एप्स हुन्छ है। त्यो तपाईहरुलाई थाहा छ होला। हामी वाइटी स्टुडियोमा हामीले भिडियो अपलोड गर्छौं। भिडियो अपलोड गरिसकेपछि हाम्रो मन्थली एनालिस्ट हुन्छ। त्यसमा अब मन्थली वर्षभरिको एनालिस्ट हामी त्यहाँ हेर्न सक्छौं। हामीले भिडियो अपलोड गरिसकेपछि त्यो भिडियो हाम्रो कति र्याङ्किङमा जाँदैछ, कति नम्बरमा जाँदैछ, हाम्रोमा भ्युज कति आयो, हाम्रो डेली रेभिन्यू कति भइरहेको छ, यो त हामीलाई जहिले पनि हामीलाई खुल्दुली हुन्छ नि। हामीले यति मेहनत गरेर काम गरिरहेछौं त आज हाम्रो भिडियो कति र्याङ्किङमा गइरहेको छ, वा हिजो भन्दा आज पो धेरै चलिरहेको छ कि हिजो भन्दा आजको भ्युज आइरहेको छ कि भन्ने हामीलाई जहिले लाग्छ नि। अनि हामी के गर्छौं भन्दाखेरि बारबार हामी वाइटी स्टुडियो खोलेर हेर्ने गर्छौं के साथीहरु। तपाईहरु पनि गर्नुहुन्छ होला, त्यो म पनि गर्छु है। वाइटी स्टुडियो बारबार खोलेर हामी हेर्ने गर्छौं ताकि हाम्रो एनालिस्ट के कस्तो हुँदैछ भन्ने कुरा हो। यस्तो यो गल्ती जुन छ नि, हामी वाइटी स्टुडियो अहिले खोल्ने, एकछिनमा खोल्ने, भरे खोल्ने, भोलि खोल्ने, हामी वाइटी स्टुडियो भिडियो अपलोड गरेदेखि खोलेर हामी त्यसलाई रिफ्रेश गरिराख्छौं नि, यो एउटा गल्ती हो मेन च्यानल डेट हुनुको। मेन च्यानल डेट हुनुमा यसको ठुलो भूमिका छ साथीहरु। हामीले कहिल्यै पनि च्यानलमा भिडियो अपलोड गरिसकेपछि हामीले बारबार वाइटी स्टुडियो खोलेर त्यसलाई रिफ्रेश गर्ने काम गर्नु हुँदैन। जस्तै हाम्रो भिडियो राम्रो र्याङ्किङमा गइरहेको छ भने पनि नि, यो हामीले रिफ्रेश गरेको कारणले गर्दाखेरि चाहिँ वाइटी स्टुडियोमा अलिकति इफेक्ट पर्छ। त्यो भिडियो र्याङ्किङमा नजाने, त्यो भिडियोमा अब हुन्छ नि हरेक भिडियोहरुमा फ्रीज हुने। हामीले दिनमा कम्तीमा पनि गर्छौं होला नि हैन, कहिले 10 चोटी, 20 चोटी, 30 चोटी, 40 चोटी सम्म गर्छौं नि। यस्तो गर्नाले चाहिँ युट्युबमा भिडियो डाउन पनि हुन्छ साथीहरु, भ्युज डाउन हुन्छ। तपाईहरु धेरै जनाले मलाई क्वेशन सोधिराख्नुहुन्छ नि, दिदी मेरो भ्युज किन डाउन भइरहेको छ? अस्ति त मेरो भिडियो राम्रै गइरहेको थियो, तर आजभोलि मेरो भिडियो एकदम डाउन भइरहेछ भन्नुहुन्छ नि तपाईहरु। जस्तै अब राम्रो भिडियो गएको दिन वाइटी स्टुडियो दिनमा कति चोटी खोल्नुहुन्छ त? तपाईहरुले विचार गर्नुस् त। यो सानो गल्तीलाई पनि हरेक युट्युबरले ध्यान दिनुपर्छ के साथीहरु। यसरी हामीले बारबार युट्युब च्यानलको वाइटी स्टुडियो बारबार हामीले रिफ्रेश गरिराख्यौं भनेदेखि हाम्रो च्यानलमा इफेक्ट पर्छ के। त्यही भएर हामीले के गर्नुपर्छ भन्दाखेरि यस्तो सानोतिनो गल्तीहरुलाई हामीले सोच्नुपर्छ। तपाईहरुले के गर्नुस् त? अब तपाईहरुले वाइटी स्टुडियो नखोली नहेरी हेर्न सक्नुहुन्न हाम्रो च्यानलमा कति भ्युज आयो भनेर। तपाईले जुन च्यानलबाट भिडियो अपलोड गर्नु भएको छ त्यही च्यानलबाट तपाईले त्यो भिडियोलाई हेर्नुहुन्छ। त्यो गल्ती पनि तपाईहरुले नगर्नुस् साथीहरु। यदि तपाईहरु मैले भनेको मान्नुहुन्छ भने मैले एकदमै राम्रो सल्लाह तपाईहरुलाई दिइराखेको छु। तपाईहरुले आफ्नो च्यानलबाट पनि त्यसरी आफ्नै भिडियो हेर्नु भयो भने त्यो युट्युब च्यानल पनि धेरै डाउन भएर जान्छ र फ्रीज भएर बस्छ। अनि फ्रीज भइसकेपछि, डाउन भइसकेपछि के हुन्छ भन्दा लास्टमा युट्युब च्यानल नै डिलिट हुन्छ, खत्तम, सकियो। त्यस्तो हुन्छ साथीहरु। जस्तै तपाईहरुलाई अब भिडियो अपलोड गरिसकेपछि त्यसको भ्युज के आयो, कमेन्ट त्यसमा के आयो हेर्नु मन छ भने तपाईहरुले अर्को च्यानल बनाउनुस्, अर्को जीमेल आइडी बनाउनुस्, अर्को जीमेल आइडीबाट चाहिँ तपाईको युट्युबको भिडियो हेर्नुस्। जस्तै अब यहाँनिर पछाडी मेरो च्यानलमा भिडियो चलिरहेको छ, अहिले यहाँनिर एड आइरहेको छ देख्नु भएको होला हैन, च्यानल जस्तो भिडियो चलिरहेछ। तर यो मैले जुन बाट मेरो युट्युबबाट अपलोड गरे नि त्यही युट्युबको जीमेल आइडीबाट म हेर्दिन के साथीहरु। मैले अर्को बनाएको छु, अर्को आइडी बनाएको छु, अर्को आइडी बनाएर अर्को आइडीबाट मैले यसरी भिडियो भिजिट गर्ने गर्छु।
तपाईहरुले के गर्नुस् भन्दा मैले भनेको मान्नुहुन्छ आफ्नो च्यानललाई तपाईहरुलाई बचाउनु छ केही गर्नु छ भने तपाईहरुले के गर्नुस् भन्दा YT स्टुडियोलाई बारबार रिफ्रेश गर्ने गल्ती आजबाट नगर्नुस् तपाईहरुले ठुलो गल्तीलाई मात्रै सोच्नुहुन्छ हर युट्युबरले ठुलो गल्तीलाई मात्रै हेर्छ तर एउटा सानो गल्तीले गर्दाखेरि तपाईहरुको च्यानल यति धेरै डाउन भएर जान्छ कि च्यानल पुरै उड्छ साथीहरु त्यही भएर तपाईहरुले यस्तो गल्ती बारबार नगर्नुस् तपाईहरुलाई यदि हेर्नै मन छ YT स्टुडियो भने जस्तै तपाईले आज भिडियो अपलोड गर्नुभयो भने तपाईले 2-3 घण्टा पछि एकचोटी सर रिफ्रेश गरेर एकचोटी YT स्टुडियो खोलेर हेर्नुस् तर बारबार खोलै गर्ने दिनमा 20-30 चोटी 40-50 चोटी गर्ने त्यो काम आजबाट नगर्नुस् यो भनेको एकदमै सानो गल्ती हो तर यो सानो गल्तीले ठुलो इफेक्ट पार्छ तपाईहरुलाई ठुलो चोट पुर्याउँछ त्यही भएर मैले आज तपाईहरुको लागि यो राम्रो सल्लाह दिएको छु यदि तपाईहरु अब YT स्टुडियो खोल्न टाइम राख्नुस् न तपाईले जस्तै आज भिडियो हाल्नु भयो भने 2-4 घण्टा पछाडी खोल्नुस् अथवा आज भिडियो हाल्नु भयो भने भोलिपल्ट खोल्नुस् तपाईहरुलाई हेर्ने मन छ भने अर्को आईडी बनाएर हेर्नुस् हैन त्यसरी तपाईले गर्नुस् तर बारबार YT स्टुडियो खोल्ने र त्यसलाई रिफ्रेश गर्ने काम नगर्नुस् यसले तपाईहरुको च्यानलमा एकदमै ठुलो असर पुर्याउँछ साथीहरु तपाईहरुलाई हेर्नै मन छ भने अर्को नेक्स्ट आईडी बनाएर हेर्नुस् अनि तपाईहरुलाई अब युट्युबको ब्लगिङको लागि हैन युट्युब च्यानलमा भिडियो बनाउनको लागि अथवा केही गर्नुको लागि जस्तै माइकको आवश्यकता छ ट्राइपोडको आवश्यकता छ गोप्रोको आवश्यकता छ एक्सन क्यामेराको आवश्यकता छ भने तपाईहरुलाई मैले डिस्क्रिप्सनमा लिंक राखिदिएको छु धेरै जनाले मलाई सोधिराख्नु भएको थियो प्राइस कति पर्छ के पर्छ दिदी भनेर तर त्यो लिंकमा तपाईहरुले क्लिक गर्नुस् त्यहाँनेर तपाईहरुलाई प्राइस सहित र होम डेलिभरी सुविधा सहित तपाईहरुले त्यहाँनेर सामान अर्डर गर्न सक्नुहुन्छ घरमै बसेर अर्डर गर्नु होला त्यही हो साथीहरु त्यहाँनेर लिंक छ त्यो लिंकमा गएर तपाईहरुले सामान अर्डर गर्नु होला अनि अर्को कुरा म के भन्न चाहन्छु भने तपाईहरुले भिडियो अपलोड गरिसकेपछि आफ्नो च्यानलमा अपलोड गरिसकेपछि तपाईहरुले बारबार YT च्यानल रिफ्रेश गरेर हेर्नु भन्दा अब नेक्स्ट भिडियो म के बनाम कस्तो बनाम भनेर चाहिँ नेक्स्ट भिडियोको लागि सोच्नु होला YT स्टुडियो बारबार खोल्ने काम बन्द गर्नु होला अनि आफ्नो च्यानललाई जोगाउनु होला भन्दै आजको लागि यति नै बाइ बाइ